नमस्कार, यो कार्यक्रम खुला मञ्च आम जनताको सरकारको विषयमा छलफल गर्ने कार्यक्रम हो। खुला मञ्च सधैँ नै आज पनि हामीले यस खुला मञ्चमा आम जनताको सरकारको विषयलाई लिएर उपस्थित भएका छौँ। आजको खुला मञ्च हामी यहीबाट सञ्चालन गर्नेछौँ। यति बेला मुलुकमा कोभिडको प्रकोप निकै बढेर गएको छ। लकडाउनहरू सुरु भएका छन् र लकडाउन गर्नका निम्ति गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई अधिकार सुम्पिएको छ। त्यसैगरी स्वास्थ्य मन्त्रालयले पनि स्थानीय तहलाई नै अधिकार सम्पन्न गरेर काम अगाडि बढाउने निर्देशन गरिसकेको छ। यिनै सेरोफेरोमा चितवन र चितवनमा परेको प्रभाव र योसँग जोडिएका जिल्लाहरूको अवस्था समेतलाई हामी नजिकबाट आज कोरोनाका बारेमा छलफल गर्नेछौँ। त्यो सँगसँगै चितवन एउटा यस्तो सिटी हो जहाँ स्वास्थ्यको क्षेत्रमा निकै फड्को मारेको छ। त्योसँग जोडिएका विषयलाई पनि हामी समेट्ने कोसिस गर्दछौँ। त्यसका निम्ति आज हामीले अतिथिका रूपमा लिएका छौँ डाक्टर भोजराज अधिकारी। उहाँ पूर्व उपाध्यक्ष हुनुहुन्छ स्वास्थ्य प्रतिष्ठान परिषदका। त्यसैगरी उहाँ यति बेला भरतपुर अस्पतालको अध्यक्ष पनि हुनुहुन्छ। त्यसकारण हामी यही सेरोफेरोमा कुरा गर्नेछौँ। यहाँलाई स्वागत छ। धन्यवाद। नमस्कार। के छ चितवनको? गर्मी मात्रै छ, अरू कुरा पनि छन्? यहाँ धेरै कुराहरू छन्। अहिले हामी चुर्लुम्म कोभिडको महामारीको बिचबाट घेरिएका छौँ। मानिसहरू कोभिड आउँदैछ अरे कोही मनहरी, कोही मुगलिन, कोही कतै आइपुग्यो भनेर कुदै जस्तो गरिरहनु भएको छ। आज अन्तिम दिन, भोलिबाट चाहिँ तपाईँको चाहिँ लकडाउन सुरु हुँदैछ भने हामी चाहिँ अस्पताल खचाखच कोभिडका बिरामीहरूले भरिएर अब मध्य नेपालको एउटा महत्त्वपूर्ण अस्पताल भएको हिसाबले भरतपुर अस्पतालमा नन कोभिडका मात्रै बिरामी राख्दा 600 बेडमा 600 नै अकुपाई हुने अस्पतालमा 50% कोभिडले भरिँदा अब कसरी म्यानेज गर्ने भन्ने तरङ्गबाट भर्खर बाहिर निस्केर तपाईँसँग उपस्थित छु। डाक्टर साहब, तपाईँहरूको त निकै चर्चामा आएको अस्पताल पनि रह्यो नि त, होइन? कोभिडका बेला झन्डै 70-72 घन्टामा अस्पताल बनाउनु भयो, होइन? त्यो पनि चालु होला? होइन, त्यो चालु छैन अहिले। त्यतिखेर हामीले सञ्चालन गरेको चाहिँ इटलीको घटनाबाट सिकेर फरक खालको डेडिकेटेड सेटअप हुन्छ भनेर हाम्रो बेसिक प्रिन्सिपल चाहिँ जनताहरूलाई कोभिडलाई छुट्टै खालको सङ्क्रमणमा आउने तयार हुने मान्छे, त्यसलाई सेवा दिने मान्छे, त्यसमा प्रभावित हुने मानिसलाई एजुकेट गर्ने हिसाबले हामीले प्लान गरेका थियौँ र त्यो मोटिभेसन 23वटा अस्पताल हामी पछि गएर नेपालभरि फैलियो। तर सामान्य समस्याले गर्दा हामीले त्यसलाई धेरै लामो गर्न सकेनौँ र पछिल्लो चरणमा चाहिँ भरतपुर अस्पतालले त्यसको ओनरसिप लिइसकेपछि र म अस्पतालको अध्यक्ष भइसकेपछि थाई संरचनामा नै लगानी गर्ने हो कि भन्ने खालको माहौल बन्यो। किनभने अघिल्ला दिनहरूमा चाहिँ हल्का लक्षण भएका, अलि बढी लक्षण भएका, साह्रै लक्षण भएका भन्ने कन्सेप्ट थियो। पछिल्लो चरणमा WHO र नेपाल सरकारले त्यसलाई कट अफ गरिदियो। लक्षण नभएका, गम्भीर लक्षण भएका भनेपछि गम्भीर लक्षण भएकालाई अस्थायी संरचनामा राख्न बुद्धिमत्तापूर्ण पछिल्लो चरणमा देखिएन। त्यसकारण हामीले पछिल्लो चरणमा चाहिँ त्यसलाई लगानी गरेको अस्पताललाई तपाईँले यतिकै चाहिँ व्यवहारिक बनाउनु भयो। अब हामीले भन्दा नै त्यसको अस्थायी र विशेष दुईटा शब्द नाम दिएका थियौँ र हामीले लगभग 3-3.5 महिना चलायौँ। जुन बेलामा हाम्रै एजुकेसनबाट अहिले पनि यहाँले बुटोलदेखि लिएर देशका विभिन्न ठाउँहरूमा त्यो माहौल चलिरहेको देख्नु भएको छ। किनभने त्यहाँ चाहिँ राम्रा सेटअप थिएनन्। म जब अस्पतालमा गएँ, भरतपुर अस्पतालमा छिरेँ, पछिल्लो चरणमा हो नि त त्यो त, त्यहाँ मैले के सेटअप देखेँ भने त्यो संरचनालाई अस्पतालले ओनरसिप लिएपछि किन कर्मचारीहरू र म्यान पावरहरूलाई धेरै ठाउँमा बाँड्ने? पहिला महानगरपालिकाको इनिसिएसनमा सुरु गरियो, तर भरतपुर अस्पतालले त्यसको ओनरसिप लिएपछि त मैले त त्यसलाई जसरी हुन्छ एक ठाउँमा कम्पाइलली म्यानेज गर्ने मेकानिजम बनाउने क्रममा र पछिल्लो चरणमा यहाँले हेर्नुभयो भने लक्षण नभएका मानिसहरूलाई त घरमा बसे नि हुन्छ भन्ने आयो। सुरुका दिनमा त्यस्तो थियो र कसैले घर बस्न मान्थ्यो र डर फ्याक्टर यस्तो थियो, स्वीकार फ्याक्टर यो थियो। त्यसबाट हामीले थोरै डर फ्याक्टर घट्ने र स्वीकार फ्याक्टर बढेपछि बदलिएको नर्म संसार गरेको डिसिजन हो। तत्कालीन डिसिजन राइट थियो, तर एउटा डिसिजन एउटा टाइममा राइट भयो भनेर त्यसैमा चलिरहनुपर्छ भन्ने छैन। हामी मोडिफाइड भएकै हो। तर तपाईँले भनेको कुरा लजिकल्ली ठिक हो अथवा तपाईँले सैद्धान्तिक कुरा गर्दा ठिक हो, तर व्यवहारिक रूपमा त आज त्यो अस्पताल भएको भए अहिले तपाईँले जे भनिरहनु भएको छ, भरतपुर अस्पतालको 600 बेडको चाहिँ क्षमता हो, त्यसमा 600 नै नन कोभिड मान्छे चाहिँ सधैँभरि भराउ हुने स्थिति छ। तर त्यसको बावजुद अहिले चाहिँ 81 बढेको यो चाहिँ कोभिडको रेसियोले अब त्यो अस्पतालमा कसरी म्यानेज गर्ने भन्ने जुन समस्या छ, त्यो समस्या समाधानको उपाय त त्यो अस्पताल हुन्थ्यो नि। एउटा हुन सक्थ्यो, बिचमा कोभिड घट्यो भनेर सारा संरचनाहरू इभन अस्पतालकै पनि कोभिडका संरचनाहरूलाई अन्त्य गरेर नन कोभिडमा प्रवेश गरिएको थियो नि त। अहिले कोभिडमा ब्याक भइयो नि त, भएकै अस्पतालको पनि
भने त्यो समय अनुसार लिनुपर्ने डिसिजन एउटा। अर्को म यहाँलाई भनिहालौँ, पछिल्लो चरणमा म यहाँलाई भनिहालौँ, पछिल्लो चरणमा सरकारले आइसोलेसन केन्द्रको कन्सेप्ट ल्यायो, सुरुमा ल्याएको थिएन नि। हामीले बागेश्वरीमा आइसोलेसन केन्द्र पनि मेरो प्राविधिक इनिसिएसनमा महानगरपालिकाले सुरु गरेको हो नि। हामीले राम्रो रिजल्ट दिएको चिजको पनि याद गरौँ। त्यसपछि अहिले आएर त्यो पनि जरुरी छैन कि भन्ने भयो नि त। अब चाहिँ अस्पतालहरू मात्रै जरुरी छन्, क्रिटिकल केयरहरू मात्रै जरुरी छ, गम्भीर खालका बिरामीलाई मात्रै अस्पताल राख्नुपर्छ भनेपछि त्यो त्यहाँ सम्भव थिएन। त्यस कारणले त्यो कन्सेप्ट अहिले चाहिँ त्यति धेरै अगाडि बढाउन गाह्रो छ। मैले यति बेला राजनीतिज्ञसँग कुरा गरिरहेको छु, प्राविधिक एकजना चाहिँ चिकित्सकसँग कुरा गरिरहेको छु। कोभिडको पोजिसन अथवा कोभिडको प्रकोप राज्यले भने चाहिँ गरेर चाहिँ न्यूनीकरण भएको, अब साम्य हुन्छ, यी संरचना भत्काउनु पर्छ भनेर तपाईँ नै अध्यक्ष भएको अस्पतालमा त भत्काउनु जरुरी भइसकेर भत्काएको होइन होला नि? होइन, त्यो चाहिँ होइन। यसले एकदमै सत्य कुरा गर्नुभयो। किनभने तपाईँ कार्यकारी अध्यक्ष भइरहँदा अध्यक्ष भएको नाताले पोलिटिकल नियुक्तिले चाहिँ भत्काउन रहर भयो होला, तर एकजना डाक्टर तपाईँले यो संरचना बाँकी रहनुपर्छ, कोभिडको प्रकोप बाँकी छ भन्ने एक्का थियो। पछिल्लो चरणमा हामीले जब भरतपुर अस्पतालमा सेटअप डेभलप गऱ्यौँ नि, 3 महिना हामीले समय पायौँ नि त। त्यो बेलामा चाहिँ माइल्ड खालका बिरामीहरू त्यहाँ एडमिसन हुने अवस्थै नरहेपछि हामीले क्लोज गरेको 1। नम्बर 2, त्यहाँ बस्ने क्रममा नि हामीले सिक्यौँ नि त बिरामीहरूको गुनासो के हुन्छन्, कोभिड म्यानेजमेन्टमा के समस्या पर्छ, त्यो चिज त्यहाँ म्यानेज गर्दा राम्रो कि अस्पताललाई म्यानेज गर्दा राम्रो, त्यो सेटअप त्यसले पुग्छ कि पुग्दैन हेरौँ नि त। त्यसो भएको भएर त्यो अस्थायी र विशेष प्रकृति र विशेष डिसिजनको समयमा गर्दै गर्दा एज अ डाक्टर तपाईँले भने जस्तो ठुलो वेभ आउन सक्छ, भाइरस म्युटेसन भएर सिरियस प्रकृतिको आउन सक्छ भन्दै गर्दा हामीले अस्पतालमा आइसियू र एसडियू बढी विकास गऱ्यौँ नि त। 10 बेडबाट हामी 45 एसडियू र 16 आइसियूमा जाँदै गर्दा त्यो कुरा त्यहाँ गर्न सक्थेनौँ। त्यसकारण चाहिँ अहिले मेरो फोकस चाहिँ क्रिटिकल केयर एज अ प्राविधिक पनि र एज अ म्यानेजमेन्टले मन्त्रालयसँग अपिल गर्दा पनि हिजो पनि म मन्त्रालय गएर एसडियू अझै 25 वटा दिनुपर्छ भनेर मागेको छु। त्यो कुरा बाहिर सम्भव छैन, अस्पतालकै सेटअपभित्र सम्भव छ। भनेपछि अहिलेको यो प्रकोपलाई चाहिँ म्यानेज गर्न सकिन्छ? हामी सक्छौँ। हामीसँग आफ्नै अक्सिजन प्लान्ट छ, हामीसँग करिब 800 कर्मचारीहरू हुनुहुन्छ। हाम्रो अस्पतालमा 3 वटा ब्लक भएको भएर फरक फरक भूगोल जस्तो भयो। एउटा भूगोलमा कोभिड ब्लक, एउटा भूगोलमा नन कोभिड ब्लक छ। हामीलाई समस्या जम्मा 2टा कारणले छ। एउटा हाम्रो म्याटर्निटीको हिसाबले जुन गर्भवती महिलाहरूको बच्चा डेलिभरी गर्ने 15 देखि 18 हजार, हामी भनेको ट्राउमामा वीर अस्पतालमा ट्राउमा छुट्टै छ होइन, हामीसँग ट्राउमा पनि छ। हामी भनेको म्याटर्निटी सेन्टर जुन काठमाडौँको प्रसुति गृहमा हजुरको कति 18 हजार डेलिभरी, हामी 15 हजार। त्यहाँ त त्यो सेटअप छैन वीरभित्र त, हामी छुट्टै छौँ। हामीसँग 12 वटा विभाग र 21 वटा साना साना युनिटहरू छन्। त्यसकारण त्यसलाई अलिकति व्यवस्थित गरेर हामीले चलाउन सक्छौँ। आजै पनि हामीले नेपाल सरकारले हामीलाई भनेको कति हो 50% बेड, हाम्रो अस्पतालमा 300 बेड समितिले 300 बेड चाहिँ नेपाल सरकारको हो। त्यो 300 को 50% कति हो 150। अहिले यहाँलाई मैले 150 बेडमा चाहिँ हाम्रो 80 बेड क्रिटिकल बिरामीले टोटल प्याक र बाँकी रहेको शङ्कास्पद बिरामीले प्याक। त्यति हुँदाहुँदै पनि जनताको पहिलो हब अस्पताल भनेर हामीलाई तोकिएको हुनाले हामीले आजै फेरि 40 बेड थप गर्ने निर्णय गरेर म यहाँको स्टुडियोमा आइपुगेको छु। त्यसबाट हामी गर्न सक्छौँ। भनेपछि तर चाहिँ कोभिडको चाहिँ के अरे रेसियो त बढ्यो नि हैन? रेसियो बढ्यो। आज मात्र 125 भन्दा बढी रेसियो बढ्यो। यहाँले भने जस्तो हामीलाई दुःख कहाँनिर छ भने पहिला डरको फ्याक्टर थियो। जनप्रतिनिधिहरू, वडाका मान्छेहरू, टोल सुधारका मानिसहरू कोभिडको बारेमा कान खोलेर सुन्नुहुन्थ्यो, एक्टिभली पार्टिसिपेट गर्नुहुन्थ्यो। गाउँ गाउँ टोल टोलमा तपाईँको त्यसको लागि मेकानिजम बने। अहिले को छ त कोभिडलाई हेर्ने? अस्पताल छ, दुःख परे बिरामी छ र त्यसलाई रिफर गर्ने एउटा मेकानिजम बाहेक धेरै मेकानिजम प्लेमा आएको देखेँ छैन मैले यो वर्ष। त्यसकारण गम्भीर प्रकृतिका हुँदा त आजभन्दा 3 वर्ष पहिला नि मेरो आइसियू त सधैँ प्याक हुन्थ्यो कोरोनाले नभए पनि, तर बाहिर त थाहा हुन्थेन नि। अहिले आएर चाहिँ कोभिडले गर्दा प्याक हुँदा पनि बाहिर थाहा नभएको अवस्था छ। यो चाहिँ हुनुहुन्न, यो विकराल हो। तपाईँले भनेअनुसार चितवनमा टोटल चाहिँ कोभिडका कति बिरामीहरू अट्न सक्छन्? अहिले हामीसँग जस्तो हामीले 7000 निजी क्षेत्र र मेरो एकदम क्लियर प्रक्षेपण छ। हामीलाई आजकै मितिमा 75 भेन्टिलेटर, 150 आइसियू भनेको 1 अल्टरनेट बेड चाहियो भन्न खोजेको। एउटा बेडमा भेन्टिलेटर हुँदा एउटा बेडमा अर्को आइसियू भेन्टिलेटर नचाहिने हाई फ्लो नेजल क्यानुला भन्छौँ, त्यो म्यानेज हुने खालको गरेर 75, 150, 300 एसडियू र 600 माइल्ड टु मोडरेट सिम्टम भएका हल्का अक्सिजन लगाएर पुग्ने, यो म्यानेज गऱ्यौँ भने हामी सम्भव छ। मेरो प्राविधिक जुन समिति छ त्यसले प्रष्ट होमवर्क गरेर सिएमसीमा 67 वटा भेन्टिलेटर छ पऱ्यो भने, पुरानो मेडिकल कलेजमा 20 वटा भेन्टिलेटर छ, भरतपुर अस्पतालमा 15 वटा भेन्टिलेटर छ,
त्यसपछि गएर निजी साना साना क्रिटिकल केयर आइसियु चलाइरहेका अस्पतालहरूमा हामीसँग जरुरी पर्यो भने अरू 50 वटा भेन्टिलेटरहरू छन्, हामीसँग 2 दर्जन साना अस्पताल छन्। यो हिसाबले हामीले कोभिडलाई अलिकति नन कोभिडलाई अलिकति गर्दाखेरि मैले भनेको अहिलेको 75, 150, 300 र 600 यो स्किमको हाम्रो प्लान छ। त्यही अनुसार हामीले डिसिसिएमसीलाई प्रस्ताव बुझाएका छौँ र सबै अस्पतालहरू तयारी गरेका छन्। नीतिगत रूपमा कमजोरी कहाँनिर छ भने भरतपुर अस्पतालले हब अस्पतालको रूपमा त्यो कुराको इनिसिएसन लिइसक्यो, तर अघिल्लो वेबमा राज्यले निजी अस्पतालहरूले उपचार गर्दाको जुन शोध भर्नाहरू हुन्छ नि, त्यो इभन भैँचालोको समेत पैसा नपाएको अवस्थामा ती अस्पतालहरूको उपचार गर्न अलिकति रिलक्टेन्ट भएको हुनाले अप्ठ्यारो परेको छ। अहिले उहाँहरू पनि उपचार गर्न चाहिँ इच्छुक हुनुहुन्छ, तर राज्यबाट आश्वस्तता खोजेको अनुभव चाहिँ छ। भनेपछि पैसा दिएन सरकारले, अलिकति अप्ठ्यारो भएको उहाँहरूको गुनासो छ। हामीले चाहिँ पाएका छौँ सरकारी अस्पतालले चाहिँ। अब कोभिडमा महामारीमा सरकारी गैर सरकारी इभन बोर्डर भन्ने नि हुँदो रहेछ नि त, यो त ग्लोबल प्रब्लम रहेछ नि त, पेन्डेमिक भनिया भनेपछि यो डिस्क्रिमिनेसनहरूलाई मिनिमाइज गर्दै एज अ होलसम एप्रोच। म त के भन्छु भने यो हेल्थ छ नि, किन प्रब्लम आएको भने सिङ्गल हेल्थ नभनेर प्रब्लम आएको। तपाईँको स्वास्थ्य तपाईँको घरको बुङ्गुरसँग गएर जोडिया, तपाईँको घरको उसमा वरिपरि बस्ने चमेरसँग गएर जोडिया। त्यो हामीले जबसम्म होलसम एप्रोचमा एनिमल, ह्युमन र प्लान्ट यो तीनटालाई सिङ्गल हेल्थमा कनेक्ट गर्दैनौँ यो प्रब्लम त रहिरहन्छ। मैले त्यही भएर भन्छु कोभिडसँग बाँच्ने, कोभिडसँगै हाँस्ने र अगाडि बढ्ने बाहेक नि यो वेब भनिएको नि अहिले। डाक्टर साहब यस्तो यो चितवन मुलुकको बिचोबिचमा छ अथवा मध्य के अरे महेन्द्र राजमार्गको झन्डै झन्डै 70-75 किलोमिटर चाहिँको दूरीमा बिच नै पर्छ र धेरैतिरका मान्छेहरू आउनलाई नजिक पनि पर्छ। चाहे गण्डकी प्रदेशका कुरा गरौँ, चाहे लुम्बिनी प्रदेशका कुरा गरौँ, चाहे 2 नम्बर प्रदेशका आउने कुरा। बिरामीको चाप पब्लिकको फ्लो जस्तै बिरामीको चाप पनि चितवनमा छ। हाम्रो क्याचमेन्टको कुरा गर्दा हामी 15 लाख क्याचमेन्टमा छौँ। भरतपुर अस्पताल मात्रै 5 लाख त सरदर चितवनै भइहाल्यो। हामीसँग 14 जिल्लाको कनेक्सन छ। हामीसँग करिब करिब अझै पनि 54 वटा एम्बुलेन्स प्रत्येक दिन काठमाडौँ हाम्रो बाटो क्रस गरेर गएको अनुभव छ। 54 वटा एम्बुलेन्स चितवनको बाटो क्रस गरेर काठमाडौँ जानु भनेको हाम्रो स्कोप चाहिँ छ भन्न खोजे हो एउटा। त्यति गर्दा पनि हाम्रो अस्पतालहरूमा पुरानो मेडिकल कलेजमा 50-60 आइसियु पहिलेदेखिको, नयाँ मेडिकल कलेजमा 50-60 आइसियु, साना अस्पतालमा सबै गरेर 50-60 आइसियु, हाम्रो 20 वटा आइसियु पहिलेदेखि रनिङ, यी कहिल्यै खाली हुँदैनन्। र मानिसहरू अहिले पनि यो मधेस आन्दोलन पछाडि बिरगञ्ज जाने एउटा ठुलो तहका भरतपुर आउन थाल्यो। त्यसपछि गएर जब मुगलिनको खण्ड बाटो बन्यो त्यसपछि लमजुङ र तनहुँ जाने ठुलो तबका भरतपुर आउन थाल्यो र नवलपरासी त यहाँले भने जस्तो पहिलेदेखि नै भरतपुरको लागि थियो। र यहाँ विशेष गरी सुपर स्पेसिलिटी सर्भिसहरू टाउको यो मुटुको भल फेर्ने बाहेकको सबै खाले सर्भिसहरू दिइन्छ। अब अध्यापनको हिसाबले मेडिकल फिल्डलाई उपचार मात्रै भन्नु हुँदैन, यसलाई चाहिँ अध्यापनसँग जोड्नुपर्छ, म्यान पावर तयार हुनु पर्यो। त्यसको लागि 2टा मेडिकल कलेजको सुपर स्पेसिलिटी सर्भिस नेपालमै पहिलो सुरु गर्ने यिनै मेडिकल कलेजहरू हुन् भने भरतपुर अस्पतालले पनि न्याम्स अन्तर्गत आफूलाई एकाडेमिकमा जोडेर मेडिकल प्रोग्रामहरू चलाइरहेको छ। यसरी अनि 11 वटा नर्सिङ कलेज छन् अहिले यहाँ। 100 वटा जति हजुरको चाहिँ पोलिक्लिनिक र डायग्नोस्टिकहरू छन्, 2 दर्जन हजुरको चाहिँ अस्पतालहरू छन्। यो समग्र होलसम अनि 8000 स्वास्थ्य कर्मी छन्। हामीले यो कोभिडको बेला खोप लाउने बेलामा तपाईले भनेको यति ठुलो के अरे स्वास्थ्यको क्षेत्रमा विकास भएको छ भन्दै पनि सबैभन्दा बढी बिरामी यही भिक्टिम छन्, हरेक काण्ड यही हुन्छ। यो त जहाँ समस्या हुन्छ त्यहाँ सोलुसन, त्यहाँ टर्बुलेन्स, त्यहाँ अप्ठ्याराहरू हुन्छन्। हामीले उपचार दिने भएको भएर मान्छे ठोकिनुहुन्छ, लास्टमा आउनुहुन्छ, गम्भीर भएर आउनुहुन्छ, रिफर भएर आउनुहुन्छ, त्यसो भएर मर्ने पनि हामीकै हुन्छ। जस्तै आजकै डाटा भनौँ हजुरलाई 116 जना चितवनभित्र मृत्यु भएका हुनुहुन्छ भने त्योभन्दा बढी सङ्ख्या बाहिरबाट आएर चितवनमा मृत्यु भएको हुनुको त्यसको ओनरसिप कसले लियो त? हामीले ल्यायो नि त। करिब जुन चितवनमा मृत्यु भयो नि कोभिडको त्यसमा 116 मात्रै चितवनको करिब डाटा टोटलमा हाम्रो भरतपुरका स्थित विभिन्न अस्पतालहरूमा मरेको सङ्ख्या हेऱ्यो भने 300 को हाराहारी छ। त्यो सबै कहाँबाट भन्दा हामीले गर्छौँ भनेको भएर चारैतिरबाट क्याचमेन्टमा ओइरिने क्रम हुन्छ। त्यो क्रममा संवेदनशील छैन, व्यापार मात्रै गरिरहेछ। त्यसो भए होइन, यस्तो छ, व्यापार त यसो हुन्छ, 2टा कुरा हुन्छ। एउटा चाहे व्यापार होस्, चाहे सेवा होस्, चाहे अस्पताल सञ्चालन होस्, अल्टिमेट नीति नियम कानुन पैरवी गर्ने निकायको हो नेपाल सरकार। नेपाल सरकारको नीति निर्देशिका अनुसार कोही चलेको छ भने सख्त कारबाही हुनुपर्छ, त्यसको अनुगमन गर्ने सिस्टम हुन्छ। त्यही भएर मैले के भन्छु भने भरतपुर अस्पताल राज्यको अस्पताल र राज्यले मेडिकल सिटीको इनिसिएसन लिनुपर्छ।
राज्यले ओनरसिप लिनुपर्छ। जबसम्म हामीले निजीको सेटअपलाई चाहिँ बढी ओनरसिप दिएर अगाडि बढाइन्छ नि तबसम्म अलिअलि टर्बुलेन्स अलिअलि व्यापार त भइहाल्छ। किनभने खोल्दा नै प्राइभेट लिमिटेड भनेर खोलिएको छ र प्रबन्धपत्र नियमावलीमा लेख्दा नै अलिअलि कमाउने हल्का नाफामूलक र सेवा दिने भनेर लेखिएको छ भनेपछि त्यस्ता खालको गतिविधिहरू कहीँ न कतैबाट नजानेर पनि हुन सक्छ। डाक्टरले भने जस्तो हल्का नाफामूलकका रूपमा चलेका छन् भनेर भन्दा मान्छे हाँस्दैनन्? होइन, हाँस्ने भन्नाले मैले यथार्थता तितो यथार्थ भनेको जस्तो चाहे मेडिकल फिल्डमा पढाउने कुरामा होस् आन्दोलन त भइरहेकै छ। गोविन्द केसीले पनि धेरैचोटि आन्दोलन गर्नुभयो। अस्पतालहरूको मूल्यहरूमा एकरूपता छैन भने तपाईँले बुझ्नु भएकै छ। ल्याबहरूमा डायग्नोस्टिकमा ट्रिटमेन्टमा एउटै छ त। एउटा एपेन्डिक्सको सर्जरी गर्नु पर्यो भने 22वटा अस्पतालमा 22वटा एउटै मूल्य छ त? छैन नि। त्यो तितो सत्य मात्रै मैले भनेको। तर त्यसको अल्टिमेट अभिभावककर्ता, त्यसको अनुगमनकर्ता, त्यसो नभएमा डन्डा लगाउने को हो त? राज्य हो नि त। राज्यले स्ट्रङ बनाउनुपर्छ भन्छु म। राज्यले हेरिरहेछ तर स्वास्थ्यलाई कम हेर्थ्यो, अहिले अलि बढी हेऱ्यो। पहिला गुड थियो अहिले बेटर भयो, तर बेस्ट बनाउनु जरुरी छ। जे हुनुपर्छ त्यो पुगिरहेछ, पुगेको छैन। त्यो एकदम छ। लगानी मात्रै पनि पुगेको छैन अथवा जस्तो लगानीसँग के जोडिएको छ हामी प्राविधिकले हेर्दा भने सरकारले हामीलाई 25वटा एचडियू दियो। 25वटा एचडियू कसले चलाउने हो? चलाउने मान्छे त दिएन नि, मेन पावर त दिएन नि। अब सरकारी अस्पतालमा 700मा 175 जना सरकारी, 456 500 को वरिपरि गैर सरकारी समितिले इनरोल गर्न थालेपछि त्यहाँभित्र अनुशासन मेन्टेन गर्ने कुरा, दण्डहीनतालाई चाहिँ मिलाउने कुरामा व्यवस्थापनमा अप्ठ्यारो पर्छ नि। राज्यमा कमसेकम 50-50 त हुनु पर्यो नि, होइन? तपाईँको चाहिँ 5वटा अस्पताललाई केन्द्रीय अस्पताल बनाइएछ, 500 बेडको ओएनएम गरिँदैछ। टोटलमै सरकारी डाक्टर कति? यहाँलाई थाहा छ नेपालभरि सरकारी डाक्टर कति? 2000 नै हुनुहुन्न, होइन? अहिले टोटल डाक्टर कति? 30,000 को वरिपरि। भनेपछि त्यहाँ पनि त ओनरसिप भएन नि त। जति धेरै सरकारी डाक्टर भयौँ त्यति त्यो कुरा इम्प्लिमेन्ट गर्न इजी हुन्थ्यो। तर डाक्टरहरू मान्दैनन् रे त? होइन, इन्ट्री गर्ने मेकानिजम मिलाउनु पर्यो नि सर। एउटा डिएम गरेको मान्छे 40,000 तलबमा क्याटेगोरी छिर्ने क्याटेगोरी अलिकति इक्विभ्यालेन्स भनेको के हो सरकारले मिलाइदिनु पर्यो के। अब त सुपर स्पेसिलिटीको जमाना छ नि त। सरकारी सिस्टममा खोइ त सुपर स्पेसिलिटी डाक्टर छिरेका, किन नछिरेका हुन् त भन्दा त्यो मेकानिजम बनेन। अध्यापनको मेकानिजम बन्यो तर नेपाल सरकारमा इन्ट्री गर्ने मेकानिजम बनेन, ढोका एउटै रह्यो। मैले 19 वर्ष पढेँ भने ल भन्नु कुन चाहिँ ब्याङ्कले 19 वर्षलाई लोन दिन्छ? कुनै पनि ब्याङ्क 15 वर्षभन्दा माथि लोन दिने मैले थाहा पाएन, होइन? भनेपछि तपाईँले दिएको लगानीलाई अर्को 19 वर्ष लगाएर तिर्दा तपाईँको त 50 वर्षको हुनुहुन्छ। म अहिले 40 वर्षको भएँ, पढिरहेको छु अहिले। डाक्टरले स्पेसली हामी कोभिडमा एकचोटि पुग्छ प्लिज। साँच्चै यो पटक कोभिड नयाँ तर्काएर आयो, होइन? हो, यसमा दुईटा तर्क छ। हजुरले भने जस्तो पुरानो पिता पुर्खा नि छ, अघिल्लो कोभिडको बाबुआमा नि छन्, त्यसको अट्याक नै छ। यस, मैले त्यही भएर पब्लिकै भाषा भन्छु। र तिनले बनाएका छोराछोरी अलि अनुहार मिल्ने अलि फरक अनुहार हुने दुवै खाले चाहिँ आए। सिङ्गल मात्रै परिवर्तन भएर आएको एउटा भयो, 2 थरी अनुहार बदलेर आयो डबल म्युट्यान्ट भयो, 1 थरी अनुहार बदलेर एउटामा चेन्ज भएर आयो सिङ्गल म्युट्यान्ट भयो, डबल क्यारेक्टर चेन्ज गरेर आयो डबल म्युट्यान्ट भयो। त्यसरी बदलिएको स्वरूप पनि छ, सिङ्गल डबल लिएको पनि छ, धेरै बदलिएको पनि छ। भाइरसमा म्युटेसन हुन्छ, मैले त नेपालीमा त्यसलाई छद्मवेशी भन्छु। भाइरस चाहिँ छद्मवेशी हुन्छ, रूप बदलिरहन्छ। रूप बदलिरहँदा सधैँ गम्भीर हुन्छ भन्ने चाहिँ छैन। हामीले गम्भीर देखेको र भोगेको हो अहिले मात्रै भन्न खोजे। तर यो पटक त कोभिड भएका मान्छेहरू मृत्युसम्म पुग्न सजिलै पुगिरहेछन्, होइन? हो, एकदम हो। जस्तो पहिला हामीले के भन्थ्यौँ, हल्का लक्षण भएकोलाई यहाँ राखौँ भन्थ्यौँ नि। हल्का लक्षण भएकोलाई कसलाई भन्ने? बेलुकै गम्भीर भएर भोलिपल्ट बिहान एक्सपायर भएको छ। यो पटक हरेक कुरा सुरु त 1बाट 100सम्म गर्नु भन्यो भने त 1बाट त गर्नै पर्यो। अब गम्भीर हुनलाई पनि त सुरु त हुनु पर्यो नि। ज्वरो आउनु पर्यो, ज्यान गल्नु पर्यो, टाउको दुख्नु पर्यो, खोकी लाग्नु पर्यो, डायरिया पनि भन्छ, डायरिया हुनु पर्यो, नाकमा गन्ध हराउनु पर्यो, केही त हुनु पर्यो। त्यो भएको 8-10 घन्टा 12 घन्टामा आइसियुमा पुग्ने भएपछि कसरी माइल्ड मोडरेट सिभियर ग्रेडिङ गर्ने, होइन? त्यसो भएको भएर के लक्षण छैन, के लक्षण मोडरेट र सिभियर छ। हामीले आज राखेको 80 जनामा 80 जनै अक्सिजनमा हुनुहुन्छ। तर अघिल्लो वर्ष भनौँ न 80 जना हामीले राखेकोमा 10 जना पनि अक्सिजनमा हुनुहुन्थेन। तपाईँले भनेको त यो डाटा अथवा यो चाहिँ के अरे रेसियो हेर्दा त तपाईँ यहाँ पनि त थेक्न सक्नुहुन्न होला नि त? होइन, थेक्न त अब टोटल पपुलेसन कति इन्भल्भ हुन्छ भन्ने कुरा हो। तर हामीले आजको प्रक्षेपणमा हामीले फेरि अर्को तयारी गर्ने हुन्छ नि त। हरेक कुरा निरन्तरता मात्रै चलिरहन्छ हुन्न नि त। हामीले आजको मितिमा हामी अब कमिङ 1 मन्थलाई हामी तयार छौँ र कमिङ 1 मन्थलाई हामीले तयार गर्दै गर्दा केसको ग्राफ माथि जाँदै गऱ्यो भने त हामीले फेरि अर्को 3 महिनालाई 2 महिनालाई तयारी त्यतिखेर प्यारलल तयारी गर्छौँ नि त। म्यानेजमेन्ट भनेको के हो भने कहिले पनि सापेक्षिक हुन्छ। त्यो मतलब समयअनुसार हामीले त्यसलाई बदलिरहनु पर्ने हुन्छ। हिजोका दिनमा पहिलो 5 बेड
टेकु अस्पताल बाहिर 5 बेड आइसोलेसन सञ्चालन गर्नेको हामी, पहिलो सबभन्दा बढी उमेरको मान्छेलाई बचाएर क्यान्सर भएको मान्छेलाई कोभिडबाट बचाउनेको हामी, पहिलो कोभिडमा प्लाज्मा र ब्लड ब्याङ्क खोल्नेको, प्लाज्मा ब्याङ्क खोल्नेको हामी हैन। तर त्यति हुँदाहुँदै हामी कम्प्लिट हो त होइन, किनभने हामीसँग बुटोलले विश्वास गरेर आहा, बाँकेबाट पेसेन्ट आउनु भएको छ, वीरगञ्जबाट आउनु भएको छ। अब मानवताको आधारमा आएर ढोकामै आइसकेपछि नआउँदै भए सिडिओ साहबलाई त्यता कम्युनिकेसन गरौँ सर, यसरी थ्याक्न सकिन्न भन्न हुन्थ्यो। आइसकेपछि म्यानेज गर्नु पर्यो, त्यसको लागि हामी मोरलेस प्रिपेयर छौँ। तपाईँलाई थाहा छ यो बोर्डर लाइन अहिले यति बेला अक्सिजन कमी हुन थाल्यो भनेर भन्न थालिसके हो, सत्य हो। हामीले चाहिँ अक्सिजन प्लान्ट छ हाम्रो अस्पतालमा, हाम्रो अस्पतालको क्यापासिटी चाहिँ 600 लिटरसम्मको, तपाईँको 600 सम्मको साना मजौला साइजका सिलिन्डरहरू हामी 24 घण्टामा भर्न सक्छौँ हैन। हामीसँग त्यो क्षमताको प्लान्ट छ। हामीले चाहिँ ठुला सिलिन्डरहरू कमसेकम 100 छुट्टै फेरि एक्सचेन्जेबल हुने हिसाबले भरेर राखेका छौँ। तर हिजोका दिनसम्म मलाई 3 दिन अगाडिसम्म के लाग्थ्यो नि यो कहिले सिद्धिनेवाला लाग्थ्यो। अब आज म किन नतिजामा पुगेको छु भने अब तुरुन्तै फेरि 100 सिलिन्डर मिल्यो भने अर्को अक्सिजन प्लान्ट, भएन भने अक्सिजनको लिक्विड ट्याङ्क पाउँछ क्या अहिले भेरीले त्यसरी काम गरिरहेको, त्यो पो जरुरी हुने हो कि भन्ने चाहिँ छलफलमा छु अहिले म। त्यो त हुन्छ, गाह्रो चाहिँ गाह्रो छ। अक्सिजनको साँच्चै समस्या हो पश्चिमतिर देखिया छ। अहिले 2 थरी अक्सिजन चाहिन्छन् कि तपाईँ छिटो सास फेर्न थाल्नु त अहिले तपाईँलाई अक्सिजन चाहिन्छ। तपाईँ नर्मल मान्छेले पनि छिटो सास फेर्न थाल्नु, तपाईँलाई प्रकृतिमा भएको अक्सिजनले अहिले पुग्दैन। त्यसपछि मान्छेमा एउटा फियर फ्याक्टर होइन, अक्सिजनको सपोर्टमा म साइडमा बसेँ भने म ठिक हुन्छु भन्ने खालको कन्सेप्ट। पोहोर भेन्टिलेटर मात्रै भन्थ्यो, याद गर्नुभयो? अहिले भेन्टिलेटर भन्न छोड्यो, अक्सिजन अहिले अक्सिजन हाई फ्लो चाहिँ हाई फ्लो मिटर अथवा अक्सिजन भन्न थाल्यो। त्यही भएर हामी अक्सिजनमा चाहिँ नेग्लिजेन्स हुनुहुन्न, किनभने हामीले इन्डियाबाट पाठ सिक्यौँ नि त। कमसेकम बेसिक मान्छेको बाँच्न पाउने अधिकार भनेकै अक्सिजन र पानी त हो नि। खास बेसिक बाँच्न पाउने अधिकार एनालाइसिस गर्नु त पानी र अक्सिजन। तपाईँले भनेको कुरा सुनिरहँदाखेरि त राज्यले बाँच्न पाउने मौलिक अधिकार पनि पुर्याउन सकेका रहन्छ नागरिकलाई भन्ने बुझ्नु पर्यो। यो कस्तो भने 4% देखि 5% स्वास्थ्यलाई खर्च गरेको देश हो। कुनै सरकारको मैले कुरा गरेँ, जुन सरकार आउँदा पनि 4% हो कि खर्च गरेको सरकारले हेल्थमा। क्यानाडामा रिसर्चमा छ 4%, हेल्थको रिसर्चमा मात्रै 4% छ हो कि होइन। संविधानले ठ्याक्कै मौलिक अधिकार भनेको कतिवटा कुरा छ, जम्मा 2टा आयो, स्वास्थ्य र शिक्षा। अनि त्यो चाहिँ 4%मा हुने भइसकेपछि मनोरञ्जन लिने कुरामा चाहिँ लगानी चाहिँ बढी गरिदिएपछि के हुन्छ? मनोरञ्जनलाई इन्भाइरोमेन्ट मिलाएपछि बेसिक निडमा इन्भाइरोमेन्ट मिलाउनुपर्छ भन्ने कुरा एजुकेसन पायो कि देशले। त्यही भएर त्यो एजुकेसन अनुसार अहिले काम चाहिँ नभएको होइन। फेरि सरकारले भ्याक्सिन टाइममा ल्याएको छ, भ्याक्सिनलाई मल्टिपल फेज ट्रायल भनेर 3-3 चाहिँ वर्ष लगाउनु पर्थ्यो। ती सबै कुराहरू ब्रिज भएर आएका छन्। कयौँ केसमा हामी भाग्यमानी छौँ होइन। अब हाम्रो अस्पतालमा कोभिड नआएको भए यतिको सेटअप हुँदै हुन्थेन। हामी 4वटा भेन्टिलेटर लिएर मैले 1 वर्ष कटाएँ होइन। तर अहिले मसँग 15 भेन्टिलेटर छ भन्दाखेरि हामी घटना र पाठले हामीलाई अलिकति मच्युअर, अलिकति रिच, अलिकति इपिडेमिक थ्याक्न सक्ने त बनायो। तर हामी कस्तो कुरा गर्छौँ भने न्युटनले सुन्तला खसेको देखेपछि न्युटनको पहिलो ल बने पनि सुन्तला त पहिलेदेखि तल खस्थ्यो नि, त्यसलाई डिफाइन मात्रै गरे हो नि त। भनेको यो भाइरसमा, श्वास प्रश्वास सम्बन्धी भाइरसमा जहिले नि एउटै नियम त छ नि, हात धुनु, नमस्कार गर्नु, हात नमिलाउनु, मास्क पर। कुन चाहिँ भाइरसमा फरक छ ल भन्नु त? तर पनि अहिले पनि यही मात्रै एजुकेसन दिँदा पनि फेरि चेतना पुगेन भनिरहेको छौँ हामी। गर्दाखेरि यो के पब्लिकले अलि हेल्चेक्रै गरेको छ। पब्लिक कस्तो छ भने चुरोट छ नि, चुरोट खाएर नोक्सान गर्छ भनेर थाहा पाउने भन्दा थाहा नपाउने पपुलेसन भन्दा थाहा पाउनेले बढी चुरोट पिउँछ कि। 74% स्मोकर्स नो द्याट स्मोकिङ इज इन्जुरियस टु हेल्थ। बुझिएको छ। यो पनि यही हो। कसलाई थाहा छैन मास्क लाउनु पर्दैन, कसलाई थाहा छैन हात धुनु पर्दैन आजको मितिमा। म गएको थिएँ एउटा वन मान्छे भन्ने रहेछ, त्यहाँ हामी इन्भेस्टिगेसन लगाएको थियौँ। बच्चालाई मैले मास्क दिएको कट्टु भनेर लगाउनु खोज्यो आजभन्दा 1 वर्ष पहिला होइन। तर आज त्यस्तो छैन कि, आज सबले जानिसकेका छन्। तर के भयो त भन्दा स्वीकार गर्न थाले, मास्कलाई हातमा लाउनु थाले, चिउँडोमा लाउनु थाले होइन। अहिले हामी नै कुरा गर्दा 2 मिटर दूरी त छैन। डाक्टर साहब अघि मैले सुरुमा एउटा कुरा उठाएको थिएँ, म फेरि एकचोटि फर्केँ। हस् प्लिज। यो चितवनले होइन डाक्टर भोजराज अधिकारी अस्पतालको चाहिँ अध्यक्ष भएपछि केही हुन्छ भन्ने आशा गरेका थियो होला। आशा पुरा भएको छ कि छैन? म एउटा कुरा भन्छु, अहिले यदि कोभिड नभएको बेलामा म अध्यक्ष हुन्थेँ भने र अहिलेकै स्थितिमा अस्पताल हुन्थ्यो भने म फेलर हो, म सफल मान्छे अहिले। तर कोभिडको बेलामा पिपिई भन्ने फुल फर्म बुझ्न नि अरू अध्यक्षलाई त गाह्रै हुन्छ हो। अहिले मैले जति पनि कुराहरू गरेँ प्राविधिक कुरा, यो त एक्स्ट्रा इनपुट आउनुपर्छ, दिमागमा अर्को चिप्स राख्नुपर्छ। त्यति कुरालाई धानेर मैले मान्छेलाई मर्न जगाएको छु नि। सेवा भन्दा त मृत्यु अझ माथिल्लो कुरा हो नि त। त्यो चिजलाई मैले मिनिमाइज गर्न जे गर्नुपर्छ। तपाईँलाई म गर्वका साथ भन्छु,
मैले कहिले पनि आर्थिक र नैतिक दुईटा कुरामा कुनियत गरेर हिजोको दिनमा नि त्यो अस्पताल सुरु गरेको होइन। किन विभिन्न प्ले हुन सक्छन्, यो त राजनीतिक समाज त्यस्तै छ, हेर्नुहोस् फरक फरक ओपिनियन मान्छेहरू छन्। तर एउटा कुरा के छ भने 3 वर्ष भरतपुर सिद्धिँदा मैले भरतपुर अस्पतालको अध्यक्ष भएको भोलिपल्ट टोटल अस्पतालको भिडियो लिएको छु र म यहाँलाई अनुरोध गर्छु अबको 3 वर्षमा मेरो सिद्धिएको दिन हजुरलाई भेट्न पाऊँ, एउटा फेरि भिडियो लिउँ र त्यो दुईटाको तुलना र हजुरले बोल्दै हुन्छ, म त्यति अनुरोध गर्छु। तर तपाईँकै पालामा थुप्रै कुरा भयो नि, अहिले मैले भनेको अस्पताल बन्यो भत्क्यो होइन, त्यहाँ सामान चोर्नेदेखि होइन टोयलेट काण्डदेखि लिएर चप्पल काण्डसम्म काण्डै काण्ड भए, यी पनि त भोजराजसँग जोडिए नि। यसमा के छ भन्दा जहिले पनि जुनसुकै ठाउँहरूमा पनि नियतवश अनियतवश अथवा डबल माइन्डमा काम गर्ने मान्छेहरू हुन्छ। त्यसको उच्च अनुसन्धान अनुगमन हुनुपर्छ, त्यसलाई ठाउँमा ल्याउनुपर्छ, निगरानी गर्नुपर्छ भन्ने कुरामा भोजराजको कहिले विरोध रहेन। त्यतिखेर पनि आवश्यक अनुसन्धान गर्नका लागि भोजराजले नै पहल लिएको, आफैले सिग्नेचर गरेको छ हरेक कुरामा। र अस्पतालको व्यक्ति जो थिए अस्पतालले गर्नुपर्ने काम चाहिँ गरेको छ, किनभने त्यो महानगरसँग जोडिएका व्यक्तिहरू थिए, महानगरले त्यसलाई महानगरले हेरेको होला, यता अस्पतालबाट गरिएको छ। र त्यति हुँदाहुँदै पनि विश्राम लिइन नि मैले। किन विश्राम लिइन भन्दा बिस्तारै बुझिँदै जान्छ हामीले जे गर्न खोजेका छौँ, मैले जे उद्देश्यले हिँडेको छु। विभिन्न परिवर्तन किन हुन्छन्, तपाईँ लाग्नुहुन्छ र हुन्छ, तपाईँले बढी जति तपाईँ बढी एक्टिभ हुनुहोस्, तपाईँ काम गर्नुहोस्, त्यति तपाईँको चाहिँ के हुन्छ त क्रिटिसाइज पनि बढी हुन्छ। तर अल्टिमेटली तपाईँले के हो त भन्दा अघि मैले भनेका दुईटा विषयहरूमा चोखो बनेर काम गर्नुभयो भने रिजल्ट राम्रो निकाल्नुहुन्छ। अन्तिममा जित्नेको अथवा रिजल्टको मात्रै कुरा हुन्छ, बिचको सङ्घर्षको धेरै कुरा हुन्छ। ती काण्डहरूको पछाडि केही पोलिटिकल कुराहरू अथवा तपाईँलाई असफल बनाउने कुराहरू जोडिया छन्। अब मलाई कसैले असफल बनाउँछ भन्ने नै सोध्दिनँ म। अघिल्लो मेरो खुट्टासँग पछिल्लो खुट्टा कम्पेयर गर्छु जहिले पनि। मेरो चाहिँ अघिल्लो वर्षसँग अहिलेको वर्ष, अघिल्लो खुट्टासँग पछिल्लो खुट्टा कम्पिटिसन। तर तपाईँले भनेको अफकोर्स त्यो बेलामा देश ठुलो पोलिटिकल टर्बुलेन्समा प्रवेश गरेको सत्य हो होइन। र अब धेरै कुराहरू यहाँ जोडिएको थियो। हामीले एउटा नियतले गर्न खोज्दा पनि त्यसको व्याख्या, त्यसलाई कतिपयले आगो लगाउनलाई फेरि त्यो हामीले राम्रो सोचेको मानिसहरूले पनि चाहेको रोल खेल्न नसकेका अथवा काउन्टर एक्टिभ रोलहरू भएका हुन सक्छन्। किनभने यस्तो हुन सक्छ नि, एउटा कुरा के छ भने दुई ग्रुपमा मात्रै विरोधी हुन्छन् नि। तपाईँको समाजमा त्यही ग्रुपभित्र नि फेरि मल्टिपल टिम्स, मल्टिपल कोन्सहरू हुन्छ, प्रस एन्ड कोन्सहरू हुन्छ। त्यसकारण मैले चाहिँ भोगेको के हो भने मैले लो फिल चाहिँ कहिले नि गरिनँ। तर त्यस्ता समस्या आएकै हुन्, अप्ठ्यारो आएकै हुन्। त्यसको गर्नको जम्मा त्यस्तो हुनाको 2-3टा कारणहरू जिम्मेवार छन्। एउटा विभिन्न प्रक्रियाहरूलाई चाहिँ ब्रिज गर्दै फास्ट ट्र्याकमा काम गर्न पर्नु बाध्यता होइन। तत्कालीन अवस्थामा त्यो लजिकल लाग्नु, तर पछि गएर फर्केर हेर्दा त्यो कुरा चाहिँ इल्लोजिकल लाग्न सक्छ। तेस्रो त्यो काम गर्ने क्रममा मैले पनि कतिपय कुराहरू डोनेसनमा पब्लिक सपोर्टमा गरेका कामहरूको जुन रेकर्डिङ प्रोपर गर्नुपर्ने हो नि, त्यो रेकर्डिङ प्रोपर गर्न नसकिएको स्वीकार गर्छु। किन भन्दाखेरिमा त्यतिखेरको माहौलै त्यस्तो थियो, कोभिड थियो, लकडाउन थियो, सामान पाइन्थेन, अस्पताल बनाउने भनेर एउटा खालको लिएको छ गर्दाखेरि कतिपय कुराहरूमा। तर तपाईँले यो कुरा त बुझाउन सक्नु भएन नि, आखिर अख्तियारसम्म त फाइल गयो, अहिले पनि बसिरहेको होला होइन। हामीले जहाँ उत्तर दिनुपर्छ त्यहाँ उत्तर दिएका छौँ। कहिलेकाहीँ के हुन्छ भने समाजले त्यसलाई कसरी लिने, व्यक्तिगत रूपमा म त यहाँ त 15 वर्षदेखि छु त, मेरो छवि त प्रश्न छ त, डाक्टर भोजराजले के गर्छ भन्ने चाहिँ प्रश्न छ नि त। अब दायाँ बायाँ सबैको कुरोलाई काममा राखेर हिँड्न त सकिन्न होइन। तर म के कुरामा विश्वास गर्छु भने अल्टिमेटली हामीले चाहिँ कोभिड नआएको भए कि हामीले त्यो च्याप्टरमा जानु पर्थ्यो र जानै पर्दैन। अहिले धेरै कुरा कोभिडमा म सक्सेस भएँ अथवा कोभिड नियन्त्रणमा मेरो सक्सेस भयो, मैले पब्लिक जोगाएँ, मेरो सबभन्दा ठुलो उपलब्धि त्यही हो मात्रै त जिम्मेवारी होइन नि त। तपाईँ भरतपुर अस्पतालको अध्यक्ष पनि हो नि त। होइन, हामीले अस्पतालको तर्फबाट त्यसको ओनरसिपमा आएका हरेक कुराहरूको अडिट गर्छौँ, त्यसलाई हरेक कुरालाई हेर्छौँ र हरेक कुराको आन्तरिक अनुसन्धान हुन्छ। मार्केटिङ, पब्लिसाइज, त्यसले गर्दा चाहिँ होइन सरकारी अस्पतालमा जानुहुन्न, त्यहाँको सेवा लिनुहुन्न भन्ने हल्लाले कसलाई फाइदा गर्छ? सिम्पल कुरा, अस्पताल लथालिङ्ग, अस्पताल बर्बाद भनेर त्यसको मार्केटिङ पब्लिकमा जाँदै गर्दा जनता कहाँ जान्छ? जनताले जाने ठाउँ, राज्यले फ्री गरेका सर्भिस लिने ठाउँ नेपाल सरकार हो कि होइन? आज पनि 15,000 डेलिभरी लिने ठाउँ, आइसियु फ्री हुने ठाउँ, झुन्डेका जाने ठाउँ, बिखानी जाने ठाउँ, कैलाशको चेपाङ जाने ठाउँ कहाँ हो त नि? उनीहरूलाई समेत चाहिँ डाइभर्ट गर्ने काम गर्नुहुन्छ र हामीले हुँदैन नि। त्यति सोचेर काम गरौँ, राम्रो हुन्छ लाग्छ। डाक्टर साहबले प्रयोग गरेको शब्द प्रयोग गरौँ, अस्पताल, सरकारी अस्पताल अस्तव्यस्त, लथालिङ्ग। मैले डाक्टर भोजराज अधिकारीसँग आज कुरा गर्ने हो भन्ने भएपछि म अस्पताल घुम्नुपर्छ भनेर गएँ। अस्पताल तपाईँले भने जस्तो अथवा यतिको क्यारियर बनाउनु बाँकी भएको मान्छे चेयरम्यान भए जस्तो त अहिले पनि छैन नि। छैन, किनभने कोभिडले गर्दा अस्पतालमा नयाँ संरचना दोष कोभिडलाई अथवा आफ्नो पर्फर्मेन्स ल कोभिड हुँदै गर्दा पनि गरेका कामहरू हेरौँ न त। अस्पतालमा 20 सालदेखि 10 बेडको इमर्जेन्सी थियो,
50 बेडको इमर्जेन्सीको काम अगाडि बढिसकेको छ, बन्दैछ। त्यसमा अत्याधुनिक ओटी सहितको अस्पतालले पहिलोचोटि नेपालमा 7 प्रदेशमा 7 वटा सरुवारू अस्पताल सरकारले सुरु गरेको। त्यो एउटा अस्पतालभित्र अर्को अस्पताल कहीँ पनि छैन। त्यो भरतपुर अस्पतालभित्र मैले पहल गरेर व्यक्तिगत पहलमा मैले चाहिँ त्यो चाहिँ मन्त्रीज्यूसँग रिक्वेस्ट गरेर कन्भिन्स गरेर ल्याएको। तेस्रो हामीले चाहिँ इमर्जेन्सीमा जुन सरकारले चाहिँ विपन्नहरूलाई सर्भिस दिने सर्भिसको कुरा गरे नि, त्यो सामाजिक सुरक्षा मार्फत विपन्न मात्रै होइन, अति विपन्न हुन्छ नि, एउटा चेपाङ लडेर आउनुलाई एम्बुलेन्स लिन जानु पनि त पैसा हुन्न नि, त्यो सरकारले त्यसको खर्च छुट्याएन। त्यो सेवासँग हामीले जोड दिएका छौँ। चौथो, फ्री सर्भिस लिनेको सङ्ख्या हेर्नुहोस् एक्सपोनेन्सियल ग्रोथ छ अघिल्लो वर्षको तुलनामा। कि निर्माण मात्रै ठुलो कुरो होइन, तर त्यति हुँदाहुँदै पनि 20 सालको संरचना हो नि त यो त। त्यहाँभित्र ढल, त्यहाँभित्र वेस्टको म्यानेजमेन्ट एकदम बर्बाद छ र समितिले त्यो कुरा निर्णय गरेको छ। तर प्रब्लम कहाँनिर छ? म कार्यकारी होइन, कार्यकारी भनेको मेसु हुन्छ। तपाईँले देख्नुभयो 1 वर्षमा 4 वटा मेसु फेरियो, 4 वटा मेसु पाँचौँसँग काम गर्दैछु र त्यो पनि 3 चोटिसम्म निमित्त हुनु। तपाईसँग नटिकेको अथवा तपाईँले टिकाउन नसकेको अथवा यसको मलाई सिम्पल एन्सर छ। अब अध्यक्ष भएर घरमा सुत्नेकै काम गर्ने बेला हो यो एउटा। म अस्पतालमा देखिरहेको राम्रो कि नराम्रो, म त 12 वर्ष त्यहीँ काम गरेको मान्छे हो, डाक्टरै हो। अरूले भन्दा त मैले बढी बुझ्छु भनेपछि मलाई त्यहाँको विसङ्गति पनि थाहा छ। त्यो बारे मैले हस्तक्षेप भन्दा त्यस्तो विसङ्गति हस्तक्षेप गर्ने नगर्ने। 1 नम्बर 2, सरकारले अनिवार्य 2 महिना अवकाश हुने मान्छेलाई पठाएपछि 1 मेसु हुँदा 1 मा 1 फ्री जस्तो भगवान त्यो। तेस्रो, अहिले पनि फुल मेसु हुनु छ त? हुनुहुन्न। निमित्तबाट सबै काम सम्भव हुन्छ त? हुँदैन नि त। किनभने आर्थिकसँग जोडिन्छ, सबै साथीभाइहरू निमित्तमा आर्थिकमा जोडिन्छ। आर्थिकमा मान्छे डराउँछ नि त आजको समय, क्यारियर बाँकी हुन्छ डराउँछ। त्यस कारणले त्यो निर्णयहरूलाई कार्यान्वयन नटिकेको भनेर नभन्ने हैन त, होइन भन्न मिल्यो, तर काम गर्नेसँग टिक्नलाई बरु ट्युनिङ मिलाएर त्यो अनुसारको गियर र ब्रेक बढाउनुपर्छ भन्ने कुरामा उत्साहित भएर साथीहरू आउनु पर्यो। यसो भन्यो भने के हुन्छ? भोजराज चाहिँ अलिकति पोलिटिकल्ली चाहिँ लाइनका कारणले नमिलेको हुनसक्छ, नियत खराब राख्छन् भनेर कसैले भन्यो भने? डाक्टर भोजराजले पोलिटिकल कारणले अहिलेसम्म अस्पतालमा खासै पोलिटिकल होइन, जहाँसुकै नियुक्तिकै त्यो मान्छे राख्नेलाई बुझ्दो रहेछन् के। अहिलेसम्म 1 जना पनि राखेको होइन। ल आजै जाउँ हेरौँ अडिट गरेर अस्पतालमा को कर्मचारी राखेको छ होइन। 1 नम्बर 2, अहिलेसम्म कुनै पनि कर्मचारीको सरुवा बढुवा एउटा सेक्सनबाट अर्को सेक्सनमा पोलिटिकल आग्रह पूर्वाग्रहको रूपमा राखेको छैन। अर्को कुरा, इभन वार्षिकोत्सवमा समेत मान्छेले पोलिटिकलाइज गरेर अस्पताल परिवारले समेत वार्षिकोत्सव मनाए यस्तो अहिलेसम्म इतिहासै रहन्छ होइन। तर तपाईँले यति भनिरहँदा पनि तपाईँलाई कहीँ न कहीँ राजनीति यो त मेरो नियुक्ति त्यसरी शीर्ष नेताहरू मध्येको एउटाको जिल्ला होइन, कहीँ न कहीँ प्रचण्डसँग जोड्ने होला। यसो प्रचण्डसँग किन जोडिएको हुनसक्छ भने एउटा त राजनीतिक आस्था सबैको हुन्छ, ठिक छ, तर मैले ओपनली पब्लिकमा कहीँ इभन अध्यक्ष भएपछि अहिलेसम्म कहीँ झन्डा बोक्ने त्यस्ता कार्यक्रममा जाने अगाडि पछाडि जुम जति जुम गरेँ नि देखिने ठाउँमा म कहीँ भयो भने मलाई देखाउनु होला, मैले ऐलान गरेँ मिडिया मार्फत। दोस्रो, म प्राविधिक हो भन्ने कुरो कहिले पनि बिर्सिन्न र प्राविधिकमा म डाक्टर हो भन्ने कुरो कहिले पनि बिर्सिन्न र मेरो हक हित स्वास्थ्यकर्मी र डाक्टरको लागि हुन्छ अस्पतालमा। दोस्रो, तेस्रो कुरा चाहिँ के हो त भन्दाखेरि मैले उहाँको पर्सनल्ली म पटियानीको उहाँहरू सिवनहरूको उहाँहरूको फ्यामिली मेम्बर मेरो पेसेन्टहरू पनि हो। मैले आमालाई पनि हेर्छु, उहाँको वाइफलाई पनि हेर्छु। त्यसो भएपछि म अध्यक्ष नहुँदै पनि कहीँ न कहीँ एज अ पेसेन्ट जस्तो मैले तपाईँलाई परीक्षण गरेँ, तपाईँसँग धेरैचोटि परीक्षण गरेर म भेट भएँ भने त्यसलाई राजनीतिक तालचाले लक गर्दिनँ, मिल्दैन। यो हामीहरूको प्रि अकुपाइड माइन्ड हो। तर हामीले यी सबै कुरालाई स्ट्रेन्थको रूपमा पनि त प्रयोग गर्न मिल्दैन। केन्द्रीय नेताहरू केन्द्रीय चिजहरू चितवनमा छ, हाम्रो जनप्रतिनिधि हो कि हाम्रो जनप्रतिनिधिलाई प्रयोग गरेर अस्पताल राम्रो बनाउनु हुन्छ भन्ने मेरो भनाइ र तपाईँले तपाईँको बुझाइ अहिले फरक भयो। तपाईँले राम्रो गर्न खोज्दा त्योसँग जोडिएर तपाईँको चाहिँ यति नेगेटिभ कुरा गरे होला नि कि यहाँले भने जस्तो मलाई त पर्सनल्ली मलाई एउटा भाग्यमानी छु। म एउटा कुरो के मलाई अगाडि चाहिँ कसैले नराम्रो भन्दैन र म त्यही कुरोलाई स्वीकार गर्छु। पछाडि के भन्छसम्म म कन्सर्नै गर्दैन। मलाई अगाडि चाहिँ भनेको सुझावहरू चाहिँ म सधैँ लिन्छु, मलाई गाली गरेर लिन्छु। डाक्टर साहबले भर्खर एउटा कुरा भन्नुभयो, म अस्पतालमा जाँदा म स्वास्थ्य कर्मीहरूको पक्षमा काम गर्छु भन्नुभयो होइन। मैले अघि नै उठाएको थिएँ तपाईँको अस्पतालमा घुमेँ भनेर भन्दा तपाईँको अस्पतालमा एउटा बिरामी आयो भने ओपिडीबाट छिरेर औषधि लिएर जान पर्यो भने झन्डै 7 घन्टा टाइम लाग्छ। यो एकदम सत्य। यसको 3टा कारण छ नि त। फेरि 2.5 लाख मान्छेले भरतपुर अस्पताललाई बिमारमा रोजेका छन्। अस्पताल बनेको थियो 20 बेडको। 2.5 लाख मान्छेलाई म्यान पावर पनि नथप्ने, थप्नलाई पनि विभिन्न नर्म्सहरूले अड्किने, भइहाले क्यान्सल गर्नुपर्ने देख्नु भएको छ। पोलिटिकल बाध्यताहरू छन्। अहिले त अप्ठ्यारोमा छौँ नि त हामी। त्यसो भएको भएर जनताले सर्भिस नपाएको कुरा छिटो छरितो नपाएको कुरा सत्य हो। तर त्यसलाई यहाँहरूले भनेको कुरा अरूले भनेको पब्लिकलाई नजरअन्दाज नगरी त्यसलाई ई काउन्टरबाट होइन ई टिकटिङबाट
कमन काउन्टर बनाएर भूगोल त चाहियो नि त, अस्पताल त यो, भूगोल त यो, ठाउँ त यो, सी ब्लक बनाउँदैछौँ, सर्न त पऱ्यो नि त। सरिसकेपछि हामी व्यवस्थापन गर्छौँ, त्यसैको लागि हामी काम गरिरहेका छौँ। मैले अघि नै तपाईँले आफ्नो उमेर पनि भन्नुभयो, 40 वर्षको एउटा युवा होइन, अस्पतालको अध्यक्ष भएको छ, मालपोत कार्यालय गए जस्तो, लाइसेन्स लिन गए जस्तो, औषधि उपचार गर्न जाँदा मान्छेले त्यहाँ भोजराज जस्तो यङ मान्छेलाई लिड गरिरहेको छ अस्पताल भन्दैनन् कि होइन। मैले धेरै मान्छेसँग खुसुखुसु गफ पनि गरेँ। होइन, ठिक छ, यो चाहिँ मलाई अझै बढी राम्रो होस् भन्ने चाहनाको मतलब रिफ्लेक्सन हो मैले बुझेको। किन भन्दा हामीसँग सेवाग्राहीको तरिका, मार्जिन, तिनीहरूले लिन चाहेको चिजलाई हामीले भित्रबाट सूक्ष्म रूपमा अवलोकन गर्नुपर्छ कि। तपाईँ हाम्रो मानसिकता कस्तो छ, अब जेठमा 2.5 लाख मान्छेले बिमा भ्याउनै पर्ने अरे, यदि यो लकडाउन नभएको भए जेठमा भ्याउनै पर्ने भनेर हामीले पनि त एउटा एक्सपेक्टेसन गर्छौँ नि त। 500 जनालाई यो रुममा अड्छ, 500 जना लाइन लगायो भने मिल्छ, 2200 भएपछि के गर्नु, 2200 जना एकैचोटि लाइन लगाएपछि के गर्नु, भनेपछि त्यसबाट म्यानेज गर्न हामी लाग्दैछौँ र अल्टिमेटली हामी त्यो बनाउँछौँ। अप्ठ्यारो परेकै हो त्यो चिज, त्यो कमनली गुनासो मलाई पनि आउँछ। तपाईँले ब्याकग्राउन्डमा होइन अगाडि नै भनिदिनु भयो, म त्यसलाई कसरी हुन्छ मैले त सुनेका कुराहरू तपाईँसँग होइन, अगाडि भनेको भएर मैले विश्वास गरेँ भने नि त, मैले अघि पनि भनेको थिएँ नि त। र मैले जसरी हुन्छ ती गुनासाहरू सही हुन् र तिनको उचित एड्रेस हुनुपर्छ भनेर लागिरहेको छ। तपाईँ यो अवस्थाको अध्यक्ष हुँदा मान्छेले अर्को पनि आशा गरेका थिए। के कुरा? तपाईँ त जहाँ पढ्नुभयो होइन, पुरानो मेडिकल कलेज भन्दा मान्छेले धेरैले सजिलै बुझ्छन्। यो अस्पतालको जग्गा त्यो अस्पताललाई दिएको छ होइन, तर भाडा तिर्नु पर्दैन, उसले भाडा तिर्नुपर्छ। पहिलोचोटि तपाईँको एउटा कुरो के मान्नु भने राष्ट्रिय सतर्कता केन्द्रसम्म कुरा पुऱ्याएर प्रधानमन्त्री कार्यालयको डाइरेक्ट मातहतमा हुन्छ राष्ट्रिय सतर्कता केन्द्र। त भरतपुर मेडिकल कलेजले हजुर अहिले हुन्छ, मेरो पाला हुन्छ, म भएदेखि छ र मैले चाहिँ त्यो टोटल फेयरस्तीहरू बुझाएर आवश्यक प्रक्रियामा कहाँ भन्नुपर्ने हो गरेको छु। 1 नम्बर 2 महालेखाले बेरुजु देखाएर लेखा समितिमा पेश गर्न हामीले रिकमेन्ड गरिदिइसकेका छौँ। तेस्रो अर्को सहमति गर्न पर्यो भनेर त्यो मेडिकल कलेजको टिमबाट प्रेसर आउँदा यो भाडा क्लियर नभई अर्को सहमति गर्नु भनेको त कलाई छोडेर खमा जानु हो, त्यसकारण त्यो हुँदैन भनेको चाहिँ त्यो एउटा स्ट्यान्ड छ। र चौथो कुरा, अब इन्फ्लुएन्स जहाँसुकै हुनसक्छ। हाम्रो एउटै मात्रै बेसिक कुरा के हो भने 49 वर्षलाई नेपाल सरकारले माथिबाट निर्णय गरिसकेपछि अब हामीले जग्गाको सरकारी लिजको ऐन रहेछ 1% भन्ने, त्यो बाहेक अरू शर्तमा हामी सहमति गर्दैनौँ। र यो पैसा यदि आउँदै आएन महालेखाले गर्दा पनि अर्कोले गर्दा पनि अस्पतालले मुद्दा हाल्छ। म मिडिया मार्फत जानकारी गराउन चाहन्छु, हामीले धेरै पहल गरेका छौँ, पहल सफल भएन। कति एमाउन्ट हो? हामीले उनीहरूको भनाइअनुसार सहमतिमा के लेखेको छ भने 9 लाखमा त्यो मूल्यको 10% लेखिदिएको छ कि त्यो भाषा, अनि हरेकचोटि उनीहरूले त्यो मूल्यको 10% गर्छन्। तर महालेखाले के भन्छ भने हरेकचोटि त्यो चाहिँ बढेको मूल्यको 10% हुँदै जानुपर्छ र त्यसरी देखिएको बेरुजु करिब 2 करोड छ। भनेपछि त अस्पतालले दिने नियत राखेन भन्ने बुझियो होइन? अहिलेसम्म हेर्दा चाहिँ उहाँहरूले त्यो धारामा टेकेको भन्नुहुन्छ, तर हामी सरकारी नियम ऐनले हेर्दा उहाँहरूले पैसा नतिर्ने अनुसार राखेको प्रश्न बुझिन्छ। भनेपछि डाक्टर साहब हामी कार्यक्रम अलि अन्त्यतिर पनि छौँ होइन। आज धेरै विषय कुरा गऱ्यौँ। तपाईँको भरतपुर अस्पताल अबको 3 वर्षमा चाहिँ भयङ्कर फरक खालको बन्छ भन्ने पनि कल्पना गर्न सक्ने कुरा गयौँ। अस्पतालको दायित्वहरू, छुटेका दायित्वहरूलाई चाहिँ एकीकृत रूपमा लाने विषयमा पनि यो खालि सोच छ भन्ने कुरा हो। तर तपाईँले र मैले अहिले गफ गरिरहँदा मुलुकमा चाहिँ कोभिड भएका मान्छेहरूको चाहिँ सङ्ख्या बढिरहेछ होइन, बढेको छ। अहिले यसलाई नियन्त्रण गर्ने विषयमा राज्यले गरेका प्लान, तपाईँले चाहिँ स्थानीय तहमा गरेको प्लानहरूले एक खाले काम गर्ला। तर अघि नै तपाईँले भन्नुभयो अघिल्लो पटक चाहिँ आम पब्लिक आफै पनि चाहिँ कन्ट्रोल हुने कोसिसमा लागेका थिए, तर यो पटक चाहिँ जसलाई भयो र जहाँ उपचार गर्ने भन्दा अन्त चाहिँ कोभिड लाग्यो जस्तो देखिएन होइन, समस्या त्यो छ। तर अघि नै हामीले भन्यौँ अहिले कोभिड भएको मान्छे त 24 घन्टामा सिद्धिने समेतको पोजिसन आयो भनेर भन्यौँ। यो म्युटेसन भेरिएसन नै फरक अथवा अहिले पहिलाको चाहिँ भाइरस र अहिलेको भाइरस फरक हो कि पहिला र अहिलेमा फरक के हो पब्लिकले बुझ्ने? भाइरसमा जहिले पनि 2वटा गुणहरू हुन्छ, एउटा सिफ्ट भन्ने एउटा ड्रिफ्ट भन्ने। एउटा सामान्य परिवर्तन जसले चाहिँ सिजनल्ली प्रभाव पार्छ, ठुलो नोक्सान गर्दैन। अर्को चाहिँ व्यापक सिफ्ट नै, त्यसले चाहिँ के गर्छ भन्दा भाइरस भिरुलेन्ट भएर आउँछ। त्यो चाहिँ हामीले 2002मा सार्स मार्फत, 2012मा मर्स मार्फत देख्यौँ। त्यही कोरोना भाइरसको बदलिएको रूप कोभिड हो। र त्यो कोभिडको पनि फेरि सेकेन्ड बदलिएको तर कोभिड फ्यामिलीमै पर्ने चाहिँ रोग के हो त कोभिड भेरिएन्ट हो। यो कोभिड भेरिएन्ट चाहिँ
भाइरसको बाहिरपट्टिको प्रोटिन जुन हुन्छ नि त्यो प्रोटिनमा आउने भाइरल फ्याक्टरको परिवर्तन हो। त्यसमा भएको परिवर्तन मान्छेलाई कम नोक्सान गर्ने भयो भने भाइरस हराएर जान्छ। त्यसमा भएको परिवर्तन मान्छेलाई बढी नोक्सान गर्ने खालको टाइपको भयो भने भाइरस कडा भएर आउँछ। र अहिले के देखियो त जब युके भेरिएन्ट भनेर भेरिएन्ट अफ कन्सर्न भन्ने आयो र त्यसपछि इन्डियामा आएर भेरिएन्ट अफ इन्ट्रेस्ट भनेर कतै यो युकेकै हो कि छुट्टै हो भनेर आयो, यो भेरिएन्ट अफ इन्ट्रेस्ट भन्ने आयो। यो दुईटा डबल म्युटेसन भएकोहरू चाहिँ नर्मल भाइरसहरू भन्दा कडा हुन्छ, यसको प्रकृति कडा हुन्छ। पहिला पहिला अप्पर ट्र्याकमा बढी बस्थ्यो, अहिले लोअर ट्र्याकमा बढी बस्छ। पहिला पहिला इम्युन कम्प्रोमाइज रोगसँग लड्ने क्षमता कम भएका मान्छेहरूसँग बस्थ्यो, अहिले रोगसँग लड्ने क्षमता भएका मान्छेहरूको पनि इम्युनिटी फास्ट नष्ट गर्छ। पहिला ट्र्याकमा पनि बस्थ्यो, अहिले चाहिँ एल्भियोलाईहरूसम्म छिटो जान्छ भनेपछि लङमा जति पनि हावा छिर्ने एल्भियोलाईहरू छन् ती एकैचोटि सङ्क्रमित हुने भयो। त्यति मात्रै होइन, मेरो अब्जर्भेसन हो यो, सायद भोलि पर्सि यो तथ्य बनेर आउला। विगतमा चाहिँ अक्सिजन सेचुरेसन राम्रो भएपछि फोक्सोमा केही नै हुन्थेन, घर बस्दा सुरक्षित थियो। मैले पहिलोचोटि भन्दैछु जनता टिभी मार्फत, विगतमा चाहिँ अक्सिजन सेचुरेसन हेर्दा फोक्सो ठिक हुन्थ्यो राम्रो छ भने। अहिले त कस्तो छ भने अक्सिजन सेचुरेसन छ भनेर ढुक्क भएर बसेको मान्छेको सबै 100 जना त्यसरी बसेर एक्सरे गराएर हेर्नुहोस्, तपाईँको करिब करिब 25% मान्छेको फोक्सो चाहिँ 1/3 फोक्सो सेतो भइसकेको हुन्छ। भन्दा मतलब के भयो त भन्दा मान्छे फल्सली ढुक्क भएर घर बस्ने भयो। फल्सली मेरो सेचुरेसन ठिक छ भनेर जतिखेर नि एक्सरे गर्न सम्भव छैन। गर्दाखेरि जब त्यो 1/3बाट हाफ इन्भल्भ हुन्छ झ्याप्प सेचुरेसन खस्किन्छ, झ्याप्पै स्यास्या हुन्छ र मान्छे एसडी आइसियुमा हुन्छ। मेरो प्रिजम्सन त्यो छ। अब त्यो धेरै रिजल्टहरूले देखाउला। भनेपछि अहिले हाम्रो नजिक पुगेको चाहिँ अथवा हामी कहाँ भएको चाहिँ यही भाइरस हो। हामीसँग भएको भाइरसहरूको एउटा ऱ्यान्डमली स्टडी गरिएको थियो होइन, हामीले ऱ्यान्डमली स्टडी गरिएको थियो काठमाडौँमा। ऱ्यान्डम स्याम्पलहरू लिएर पठाइएर हामीसँग पनि म्युटेन्ट भेरिएन्ट छ कि छैन भनेर हेरिएको थियो। त्यो म्युटेन्ट भेरिएन्ट पाइयो एउटा। अर्को चाहिँ हाम्रो पिसिआर जुन छ नि, कतिपय पिसिआर नेगेटिभ आउनमा जिम्मेवार चाहिँ अहिलेको बदलिएको भेरिएन्टलाई त्यो मसिनले पिकअप पिसिआरको जुन जिन छ नि त्यो जिन पिकअप नभएको हुनसक्छ। सो तपाईँ एउटा डाक्टरले यो पटकको कोभिडमा बच्नका निम्ति घरै बस्नका निम्ति भन्ने के हो? के गर्नु? अल्टिमेटली एसएमएस गर्नुहोस्। एसएमएस भनेको सेनिटाइजर, एस भनेको सेनिटाइजर र साबन, एम भनेको राम्रोसँग मास्क लगाउने, अर्को एस भनेको सोसल अथवा फिजिकल डिस्टेन्सिङ। एभ्रीबडी सुड एसएमएस। यति हो। भ्याक्सिनको बारेमा कुरा आउला, किनभने भ्याक्सिन 100% इफिकेसी भयो त त्योभन्दा राम्रो केही नै हुन्थेन। तर भ्याक्सिनको प्रभावकारिता इन्डियामा 3 लाख मान्छेलाई हरेक दिन हुँदा दोस्रो डोज लगाएका पनि करिब 10,000 मान्छेलाई भइरहेछ पोजिटिभ। भनेको त 3 लाख त फेरि भ्याक्सिन लगाएका थिएनन्। 40,000 भ्याक्सिन लगाएको मध्येमा 10,000 भएको भए न्युट्रल चाहिँ गरे। एउटा भ्याक्सिनले भेरिएन्टलाई नबचाएको कि भन्ने छ, अर्को केही इम्युनिटी सिभिरिटी हुने कुरालाई रोकेको होला, अर्को शरीरमा भ्याक्सिन लगाएपछि हाम्रो शरीरमा त्यसको एन्टिबडी प्रोडक्सन कति छ भनेर हेर्ने बेलै भएन हाम्रो कम्युनिटीमा। किनभने सेकेन्ड डोज बल्ल लगाउँदैछौँ, त्यसको एन्टिबडी रिजल्ट हेर्नलाई अध्ययन गरिसकिएकै छैन। र अल्टिमेट कुरा चाहिँ हर्ड इम्युनिटी हो। प्रिभेन्सन भनेको समाजमा धेरै 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 फैलिँदै जाँदा इम्युनिटी अटोमेटिक डेभलप भएर हराउने पनि हुनसक्छ। डाक्टर तपाईँलाई म लास्ट क्वेसन सोधेँ। अघि नै तपाईँले उठाउनु भएको थियो चितवन उसको पनि हब हो, के अरे स्वास्थ्यको पनि हब हो र बिरामी आउने पनि हबै भइगयो होइन, चारैतिरबाट आउने भए। यसलाई कन्ट्रोल गरिदिए सजिलो हुन्थ्यो भन्ने आशय तपाईँले कहीँ न कहीँ गर्नुभयो भने अरू जिल्लाको फ्लो कम भएदेखि यहाँको चाहिँ म्यानेज गर्न सकिन्थ्यो भन्थ्यो। यसको उपाय के? तपाईँ जिल्लाको सिडिओहरूको चाहिँ बैठकले अथवा सिडिओ जसको नेतृत्वमा चाहिँ यो अधिकार हुन्छ उनीहरूले गरिदियो हुन्थ्यो भन्ने लाइन हो। हजुर धन्यवाद। यसमा के छ भन्दा हामीले अन्य केसमा त हामी अति विशिष्टीकृत अस्पताल हो, रोक्ने भएन सेवालाई, आउनलाई नआउनुहोस् भन्न भएन। तर कोभिड कस्तो हो भने जति धेरै ट्राभल गर्यो त्यति बाटोमा मान्छे रिस्क हुने। अल्टिमेट यही ट्रिटमेन्ट हो भनेर अहिलेसम्म कसैलाई पनि कन्फर्म नभएको। अक्सिजन मात्रै टाइम टेस्टेड औषधि हो भनेपछि त्यो चिज त्यही स्थानीय निकायहरूका चलिरहेका अस्पतालहरूले म्यानेज गर्न सकुन्जेली, मैले भनेको म्यानेज गर्न नसकेपछि भनेको होइन। तर त्यहाँबाट 90/60 ब्लड प्रेसर मात्रै भए पनि हेटौँडाबाट रिफर भएको छ। 90/60 त आधा मान्छे खेतमा काम गर्ने हुन्छ। त्यो माहौल कम गर्नलाई चितवनको प्रशासनले अथवा विभिन्न मल्टिसेक्टरल एप्रोचले चाहिँ त्यो क्रस बोर्डर गर्न नदिने मेकानिजम बनाउनलाई चाहिँ मैले अपिल गर्न खोजेको यो बेलामा। सकेसम्म त्यही म्यानेज गरौँ। रिफर हुनु परे प्रोपर कन्सल्टेसन। जस्तो मसँग 10 बेड छ, उताबाट बिरामी आएर गेटमा बसिसक्यो, मान्छे भेन्टिलेटरमा राख्न परिन्छ। अब एउटा बेडमा 2टा बिरामी राख्न त मिल्दैन। त्यो कम्युनिकेसन प्रोपर भयो भने त्यो हुँदैन। त्यो प्रोपर कम्युनिकेसन जबसम्म प्रशासन बिचको कनेक्सनबाट प्राविधिक लेभलमा छिर्दैन नि तबसम्म व्यवस्थित हुन गाह्रो हुन्छ भन्ने मेरो भनाइ हो। समय दिनुभयो, धन्यवाद। धन्यवाद।
उहाँ हुनुहुन्थ्यो डाक्टर भोजराज अधिकारी। आजलाई हाम्रो खुला मञ्च यति नै। अर्को साता फेरि अर्को विषयमा यसरी नै छलफल गर्नेछौँ। म लगायत मेरो टिमलाई बिदा दिनुहोस्। नमस्ते।